पश्चिमको जुन आकाशमा हाम्रो वायुमण्डलमा नक्षत्रको उदय हुने गरिन्छ। 12 महिनामा 12वटा नक्षत्रको उदय हुने गरिन्छ होइन। हुन त कर्मनिषु चाबी भनेर जुन 28 प्रकारहरू छ, विशेष गरी यो अहिले हाम्रो यो पृथ्वीमा जुन प्रभाव पार्नेको जुन 12 प्रकारको जुन नक्षत्रहरू छ भन्छ होइन, ती मध्येमा अहिले विशाखा भन्छ नि हामीले, विशाखा त्यही नामबाट चाहिँ वैशाख भन्ने नाम राखेको हो। त्यसलाई नै अब शाखा भन्छ कि शाखा, त्यो ताराको नक्षत्रको उदय हुने समय भएको कारणले गर्दाखेरि यसलाई यो महिना चाहिँ शाखादह भनेर। र यो महिना चाहिँ एकदमै हाम्रो बौद्ध धर्मावलम्बीहरूको लागि एकदमै विशेष मानिन्छ। किन भन्दाखेरि यही महिनामा चाहिँ भगवान तथागतले चाहिँ 3 प्रकारको विशेष लीलाहरू चाहिँ प्रदर्शन गर्नुभएको थियो होइन। भन्नु त उहाँले अब प्राणीहरूको मति क्षमता अनुसार विनय गर्नको लागि उहाँले विभिन्न प्रकारको जुन लीलाहरू प्रदर्शन गरेर प्राणी उद्धार गरिरहेको हुन्छ। तर विशेष गरी उहाँले चाहिँ यो विशेष गरी यो निर्माण कायको रूप धारण गरेर प्राणीहरू उद्धारको लागि चाहिँ 12वटा लीलाहरू प्रदर्शन गर्नुभएको थियो यही जम्बुद्वीपभित्र। त्यसमध्येमा पनि विशेष गरी चाहिँ 3वटा विशेष लीला चाहिँ एउटै महिनामा पर्न गएको महिना चाहिँ यो शाखादह भने यही शाखामा पर्न गएको होइन। त्यसले गर्दा किन यो यही महिनाभित्र चाहिँ उहाँले 3वटा लीलाहरू चाहिँ उहाँले प्रदर्शन गर्नुभयो, देखाउनु भयो भन्दाखेरि अब यो बाहिर पञ्चतत्त्व अथवा बाहिर 4वटा तत्त्व नै यो समयमा वृद्धि हुने समय हो होइन। त्यो तत्त्वहरू वृद्धि भएको कारणले गर्दाखेरि त्यसको प्रभावले हुन्छ हाम्रो शरीर पनि यही तत्त्वहरूले 4वटा पञ्चतत्त्वले भनेको शरीर हो। त्यो प्रभावले गर्दाखेरि हाम्रो शरीर जुन भित्र पनि त्यो जुन ऊर्जाहरू वृद्धि हुने समय हो कि जुन वायुमण्डलमा शाखा भन्ने जुन नक्षत्र उदय भयो, त्यो नक्षत्रको जुन प्रभावले गर्दाखेरि यो वायुमण्डल अथवा यो पृथ्वीमा चाहिँ प्रभाव पर्न जान्छ। सिधा यो प्रभाव चाहिँ हाम्रो यो पृथ्वीमा पर्न जान्छ। र पृथ्वीमा रहेको जुन 4वटा तत्त्व चाहिँ त्यसको प्रभावले गर्दाखेरि वृद्धि हुने गर्छ। यो अग्नि तत्त्व, जल तत्त्व, वायु तत्त्व र माटो तत्त्व भन्छन् होइन। कसरी भन्दाखेरि अब यो समयमा गर्मी पनि बढ्दै जान्छ। गर्मी बढेको कारणले गर्दाखेरि के हुन्छ भन्दाखेरि अनि पानी पर्न सुरु हुन्छ क्या। र पानी पर्दाखेरि अब जल तत्त्व पनि वृद्धि भयो। जब जल तत्त्व वृद्धि हुन्छ, पृथ्वीमा जल तत्त्वको प्रभावले गर्दाखेरि अनि यो माटोहरू पनि बिस्तारै अब वृद्धि भन्दा पनि अब उब्जाउ हुनको लागि चाहिँ एकदमै तयार अवस्थामा हुन्छ। अनि त्यो समयमा चाहिँ है बिस्तारै अब घाँस इत्यादि बोट बिरुवा पनि पालो पलाउने होइन। अब यो चराचुरुङ्गीहरू पनि त्यो समयमा ओथारो बस्छ नि, फुल पार्ने समय, अनि अन्डा काढेर त्यसबाट बच्चा जन्माउने समय इत्यादि कारणले गर्दाखेरि ती 4 तत्त्वको प्रभाव चाहिँ सिधा हाम्रो शरीरमा पर्न जान्छ। अब हाम्रो यो पञ्चशरीर भनेको जुन प्राणीहरू शरीरमा पर्न जान्छ। त्यो कारणले गर्दाखेरि हामीभित्र ऊर्जा छ कि ऊर्जा एउटा खाम भन्छ होइन, त्यो धातुहरू पनि वृद्धि हुन्छ अरे। त्यो वृद्धि भएको कारणले गर्दाखेरि अनि हामीभित्र भएको जुन ज्ञान छ नि, ज्ञान तथागत गर्व भन्छ। जब यो शरीरभित्र भएको जुन ऊर्जाहरू शक्तिहरू वृद्धि हुँदाखेरि अनि त्यसको प्रभावले गर्दाखेरि हाम्रो ज्ञान पनि उदय हुने चाहिँ एकदमै विशेष कारण तत्त्व भन्छ अथवा कारण भन्न जान्छ। त्यसले गर्दाखेरि हो यही समयलाई विशेष मध्यनजर गरेर भगवान तथागतले नै यही समयमा चाहिँ उहाँले ज्ञान प्राप्त गर्नुभएको थियो। यही वैशाख पूर्णिमा भन्छ, हामीले वैशाख पूर्णिमा भन्छ। तर तिब्बतीयन पात्र अनुसार चाहिँ यो शाखादह चाहिँ यो समयमा पर्न जान्छ। यही शाखादहको जुन पूर्णिमाको जुन शुक्ल पक्ष पूर्णिमा समयमा चाहिँ उहाँले बोधित्व प्राप्त गर्नुभएको थियो होइन। बोधित्व प्राप्त गर्नु त्यसलाई विशेष गरेर यसमा एउटा के छ भन्दाखेरि आमाको कोख प्रवेश गरेको पनि भनिन्छ। तर त्यसमा अलिकति हाम्रो विद्वान वर्गहरू जुन आफ्नो त्यो मतहरू चाहिँ अलिकति फरक पाइन्छ होइन। त त्यसतर्फ नजाउँ र यही समय बोधित्व प्राप्त गर्नुभयो र यही समय उहाँले धर्मचक्र पनि
प्राणीको हितको लागि प्रवर्धन गर्नुभएको थियो र यही समयभित्र चाहिँ उहाँ बोधि महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो। त्यो भएको कारणले गर्दा यो चाहिँ विशेष त्रिलीला सङ्गमको महिना पनि भनिन्छ। तीनवटा लीला पनि एकैचोटि सङ्गम अथवा भेट भएको समय हो। त्यो भएको कारणले यो चाहिँ हाम्रो बौद्ध मार्गको लागि अत्यन्तै विशेष महिना भनेर भनिन्छ। र यसलाई फेरि बुङ्गिर्गी दह अथवा लाख महिना पनि भनिन्छ होइन। किन भन्दाखेरि यो समयमा तपाईँले यो 1 महिना अवधिभित्रमा राम्रो कर्म गरे पनि त्यो लाखौँ गुणमा चाहिँ परिणत भएर जान्छ अरे। अब तपाईँले अकुशल कर्महरू गरे पनि त्यो लाखौँ गुणमा चाहिँ वृद्धि भएर जान्छ भन्छ कि। त्यसले गर्दा चाहिँ बुङ्गिर्गी दह भन्छ। बुम भनेको तिब्बती भाषामा लाख हो, गिर भनेको चाहिँ परिणत हुनु, लाखौँ गुणमा परिणत हुन्छ। तपाईँले एकपल्ट मात्र बत्ती एकदमै राम्रो विचार भावले बाल्न सक्यो भने त्यसको पुण्य चाहिँ तपाईँले लाखौँ बत्ती बाल्नु, अरू बेलाभन्दा लाखौँ बत्ती बाल्नु पुण्यहरू प्राप्त गर्न सकिन्छ। यस्तो खालको जुन विशेष महिना, त्यसमाथि पनि आज के परेको छ भन्दाखेरि गुरु पद्मसम्भवको जुन जन्म दिन पनि परेको छ होइन। यो शिशु भन्छन्। त्यसले गर्दाखेरि भगवान् तथागतको आशीर्वाद छँदैछ। त्यसमाथि पनि गुरु पद्मसम्भवको पनि विशेष हामीमाथि आशीर्वाद आज एकदमै निकट हुन्छ कि। त्यो विशेष तिथिमा चाहिँ हामीले पुण्यकर्महरू गर्नुपर्ने कारण चाहिँ के रहेको छ भन्दाखेरि त्यो समयमा गऱ्यो भने आशीर्वाद पनि एकदमै निकट हुन्छ भन्छ हामीले। त्यो आशीर्वादको कारणले गर्दाखेरि अनि हामीभित्र भएको जुन नराम्रो नकारात्मक सोचहरू छन्, नराम्रो विचारहरू चाहिँ त्यसले न्यूनीकरण गर्दै जान्छ। त्यसले गर्दा चाहिँ अनि राम्रो सोचहरू एकदम सकारात्मक विचारहरू चाहिँ वृद्धि भएर जान्छ। अनि त्यसको प्रभावले गर्दाखेरि हामीभित्र सदैवदेखि एउटा आलय विज्ञान भन्ने छ। हाम्रो यो त्रिद्वार भन्छ, शरीर वचन मन भन्छ नि। यो त्रिद्वारको माध्यमबाट विभिन्न हामीले नराम्रो कर्महरू गरिरहेको हुन्छ। ती नराम्रो कर्म होस् अथवा राम्रो कर्म होस्, ती सबैको छाप चाहिँ एउटा आलय विज्ञान भन्छ, हाम्रो चित्त सन्तति भन्छ नि हो। त्यसमा चाहिँ हामीले कुन चाहिँ नम्बर छ भन्छ, त्यसमा छाप बसिरहेको हुन्छ अरे। अनि त्यो छाप बसेको कारणले गर्दाखेरि अहिले हामीले भोगिरहेको राम्रो नराम्रो कुराहरू सबै छ नि, तपाईँले अनुभव गरिरहेको छ, भोगिरहेको छ, ती कुरा चाहिँ त्यसको प्रतिफल हो भनेछ। तपाईँले गरेको विगतमा गरेको जुन एउटा नराम्रो अथवा राम्रो कर्मको छाप बस्यो, त्यो चाहिँ तपाईँले अहिले फलको रूपमा चाहिँ उदय भएर आयो, तपाईँले भोगिरहेको छ, महसुस गरिरहेछ। त्यसले गर्दाखेरि यसमै फेरि हामी चाहिँ आत्मा गर बसेर अब सत्य गर अथवा आत्मा गर पनि भनिन्छ होइन। यही सत्य हो भन्ने खालको हामी विचार हुन्छ। त्यसमै हामी आसक्ति जागेको कारणले फेरि कर्म गर्नु पुग्छ। हामीले कर्म गर्नु पुगिन्छ, फेरि त्यो फेरि कर्म साँचिँदै गइरहेको हुन्छ क्या। हुन त यो त कर्मले एउटा भ्रमले एउटा पैदा भएको एउटा भ्रमित संसार मात्र हो। तर हामीले के सोचिरहेको हुन्छ, यो चाहिँ सत्य नै हो, यो यथार्थमा छ भन्ने सोच्छ। र त्यो सोचेको कारणले गर्दा त्यसमा सत्य मानेको कारणले गर्दा त्यसले काम गरिरहेको हुन्छ। दुःख पनि दिएर हुन्छ, सुख पनि भइरहन्छ क्या। जस्तै तपाईँले सोचेको कुरा यो मोबाइल भन्ने कुराहरू चाहिँ तपाईँले पछि निर्माण भएको कुरा हो नि त। तर यस्तो तपाईँले एकदमै छ भनेको सोच्दा के हुन्छ, यस्तै तपाईँ आसक्त बसिरहेको हुन्छ, आसक्ति कि। त्यस्तै सबै संसार त्यस्तै हो। तपाईँले आमा बाबा दिदी बहिनी छोराछोरी जे जो गर्छ तपाईँले हुन त यो सबै भ्रम हो। तर त्यो भ्रमले नै हामीले सत्य मानेको कारणले गर्दाखेरि त्यो सत्य मानेको कारणले गर्दाखेरि त्यसले हामीलाई दुःख दिइरहेको हुन्छ। र त्यसकै माध्यमबाट रिस पनि हुन्छ, राग द्वेष मोह इत्यादि सबै कुरो त्यहाँबाट प्रकार हुन्छ। र त्यसको कारणले गर्दाखेरि हामीले फेरि कर्म सञ्चय गर्न पुग्छ होइन। अब जस्तै तपाईँले एउटा उदाहरणको रूपमा लिनु पर्दाखेरि तपाईँले यो मोबाइल पढ्नुभन्दा अगाडि यो मोबाइलप्रति कुनै पनि आसक्ति छैन होइन। अब तपाईँ हातमा यो मोबाइल पुग्छ, यो मोबाइलमा तपाईँको एउटा आसक्ति जागिसक्यो हुन्छ कि यो मेरो हो भन्ने होइन। त्यो आसक्तिको कारण गर्दा के हो, यो मेरो र म र मेरो भन्ने खालको भावना अथवा कुरा उत्पन्न हुन्छ। र त्यसैको माध्यमबाट चाहिँ अनि तपाईँले के हुन्छ, रिस राग मोह इत्यादिहरू चाहिँ उत्पन्न हुन्छ कि। अनि त्यही कारणले गर्दा फेरि हामी फेरि कर्म सञ्चय गर्न पुग्छ। जस्तै अब यो मोबाइलप्रति तपाईँले मेरो भन्ने खालको भावना अथवा आसक्ति जागे पछाडि यसले कसैले खोज्यो कसैले फुटायो भने तपाईँ तत्काल रिस उठ्छ कि। किन रिस उठ्यो, हो यो मोबाइल चाहिँ मेरो हो भन्ने खालको त्यसमा तपाईँले ग्रह अथवा आसक्ति जागेको कारणले गर्दाखेरि रिस उठ्छ। ती रिस उठेको कारणले गर्दा सानो भए त प्याट पिटिहाल्छ होइन। ठुलो भए पनि गाली गर्ने, अझ सक्ने छ भने गाली गरिन्छ, नसक्ने भए त मनले सराप्ने इत्यादि गर्छ होइन।
त त्यसले पनि एउटा कर्म सञ्चय भएर हुन्छ कि हो। यस्तै चाहिँ गरेर सबै कुरामा चाहिँ यस्तो खालको जुन त हाम्रो म र मेरो खालको जुन विचार भाव पैदा हुन्छ त्यसको कारणले गर्दा आसक्ति हुन्छ र त्यसै माध्यमबाट चाहिँ रिस राग मोह उत्पन्न हुन्छ र जब रिस राग मोह उत्पन्न हुन्छ त्यसले के हुन्छ कर्म सञ्चय गर्न पुगिन्छ र त्यो कर्म चाहिँ छाप चाहिँ हो आलय विज्ञानमा भने बस्न जान्छ होइन। र जबसम्म त्यो आलय विज्ञानमा रहेको जुन छापहरू तपाईँले मेटाइँदैन त्यो चाहिँ तपाईँले फलको रूपमा भोगिरहनुपर्छ। जति तपाईँलाई हजारौँ लाखौँ करोडौँ कल्पौँ बिते पनि तपाईँ त्यो एक दिन भोग्नै पर्छ भन्छ क्या हो। त्यो कर्मलाई चाहिँ तपाईँले मेटाउनलाई के गर्नुपर्छ भने अनि तपाईँले अब यो सत्कर्महरू गर्नुपर्छ भन्छ नि। यो विशेष तिथिहरू जस्तै गरे अहिले जुन यो अब यो शाखा दावाको समयमा होइन यसमा चाहिँ जुन अब हरेक कुरा विधि हुने समय हो त्यसले गर्दाखेरि यो भगवान् तथागतको पनि विशेष आशीर्वाद भएको समय त्यसमा पनि अब बाह्य तत्त्वको रूपले हिसाबले पनि त्यो तत्त्वको जुन प्रभाव पनि हामी छिटो एकदमै निकट भएको समय भगवान् तथागतको जुन आशीर्वाद अथवा उहाँको जुन करुणा हामीसँग एकदम निकट भएको समय त्यसमध्ये पनि विशेष गरी गुरु पद्म सम्भवको आज यो लीला प्रदर्शन अथवा उहाँले जुन जन्मदिन परेको कारणले गर्दा गुरु पद्म सम्भवको पनि हामीसँग एकदमै निकट सम्बन्ध छ। निकट सम्बन्ध भएको कारणले गर्दा उहाँको विशेष तिथिमा चाहिँ अथवा उहाँको आशीर्वाद पनि एकदमै छिटो प्राप्त हुन सकिन्छ अरे होइन। त्यसको प्रभावले गर्दाखेरि आज त्यस्तो दिन आएको एकदम पुण्यतिथिको दिनमा चाहिँ तपाईँ हामीले राम्रो कर्महरू गर्न सक्यो भने अनि त्यो सबै चाहिँ एकैचोटि अब समागम अथवा भेट हुने समय हो क्या जुर्ने समय। त्यो समयमा चाहिँ अब पुण्य गरेको पुण्य कर्म गरेको एउटा त्यो रहेको छ त्यसको प्रभाव रहेको छ। अर्को कुरा जुन विशेष तिथि त्यसमा अब बुद्ध बोधिसत्वहरू गुरु पद्म सम्भवको जुन आशीर्वाद त्यो सबैको कारणले गर्दाखेरि के हुन्छ भन्दाखेरि हामीभित्र रहेको जुन सदियौँदेखि एउटा सञ्चय गरेर राखेको नकारात्मक सोच अथवा त्यसको जुन प्रभावले गर्दाखेरि एउटा कर्म सञ्चय गरेर हुन्छ त्यसलाई चाहिँ शुद्धिकरण भन्ने काम हुन्छ। छिटो शुद्धिकरण हुन्छ क्या आशीर्वाद प्राप्त हुने र त्यो शुद्धिकरण हुँदाखेरि अनि बुद्धता प्राप्त हुनु चाहिँ एकदमै योग बनेर जान्छ भन्छ कि छिटो एकदम शीघ्र रूपमा हामीभित्र भएको तपाईँ हामी जो कोही पनि एक दिन बुद्धता प्राप्त गर्न सकिन्छ भन्छ। किनभने हामीभित्र बुद्धता बन्ने एउटा हेतु तथागत गर्दा देशे नियमको भन्छ नि त्यो छ होइन। त्यो देशे नियमभित्र चाहिँ बुद्धको सम्पूर्ण ज्ञानले चाहिँ अहिले परिपूर्ण छ भन्छ हो। त्यसले चाहिँ केले छोपेको छ भन्दाखेरि हो नराम्रो कर्महरूले चाहिँ यसरी अज्ञान रूपी नराम्रो कर्महरूले चाहिँ छोपिरहेको छ होइन। त्यसले सफा गरेर जब त्यो उजागर भएर आउँछ उदाय भएर आउँछ अनि बुद्धता प्राप्त गर्नु भने त्यसो भनिन्छ होइन। त्यसले गर्दाखेरि अब यस्तो विशेष तिथि आज तिथि परेको दिनमा होइन हामीले के गर्यो भने बिहान साङ पूजा पनि गर्यो। साङ भने शुद्धिकरण। साङमा अब हामीले कोही बेला जान अनजानमा होइन फोहोर गर्न पुगिरहेको हुन्छ नराम्रो कर्महरू सञ्चय गर्न पुगिरहेको हुन्छ। ती मात्र नभएर अनि अझै सिमी भूमि नाग नागिन बस्ने स्थानतिर तपाईँले जान अन्जानमा फोहोर गर्न अथवा त्यसमा उहाँहरूले के हामीबाट चाहिँ एउटा ठेस पुग्न भएर अथवा त्यो के भन्छ नराम्रो हुन गएको हुन्छ कि हामीले थाहा हुँदैन नि त। ती सबै कुराहरू चाहिँ शुद्धिकरण गर्नु। त्यति मात्र नभएर हामीमा सदियौँदेखि हामीभित्र एउटा ऋण छ क्या ऋण छ नि त हामीभित्र जुन अहिले तपाईँले यो जन्ममा जति कोसिस गर्दा पनि जति दुःख गर्दा पनि तपाईँले सोचेको जस्तो हुँदैन भने त्यो के कारण हुन्छ भने पूर्व जन्ममा तपाईँले अरूको ऋण लिएर त्यो ऋण तपाईँले चुक्ता गरेन भने त्यो ऋण चाहिँ बसिरहेको हुन्छ नि त। त्यो ऋण चुक्ता नगरेको कारणले गर्दाखेरि अनि हामीले सोचेको जस्तो पुरा नहुने होइन जति दुःख गर्दा पनि त्यो पुरा नहुने कारण इत्यादि हुन्छ। अब त्यसले शुद्धिकरण गर्ने पनि यो साङ्गो पूजा माध्यमबाट शुद्धिकरण हुन्छ। ती पनि हामी बिहान गरिसकेको छ होइन। त्यसपछि हामीले यो दमाङ ढुङ्दो पनि भन्छ दमाङ भन्छ। दमाङ भन्ने दो भनेको सूत्र भयो माङ भने धेरै यसमा समेटेको कारणले गर्दाखेरि दोमाङ धेरै सूत्रहरू समेट्यो। सूत्र भने के हो भन्दाखेरि जस्तै एउटा विशेष उपायहरू बताएको छ क्या त्यसलाई सूत्र भन्छ होइन। कस्तो भन्दाखेरि तपाईँ निरोगी हुन चाहनुहुन्छ भने त्यसको पनि यसमा उपायहरू बताएको छ। यदि तपाईँ धनी हुन चाहनुहुन्छ भने त्यसको पनि उपायहरू बताएको छ। दीर्घायु हुन चाहनुहुन्छ भने त्यसको पनि उपायहरू बताएको छ।
के चाहनु सबै कुरा चाहिँ तपाईँ यसमा बताएको छ। ग्रह दशा शान्त गर्नेदेखि लिएर तपाईँ भाग्य वृद्धि गराउनेदेखि लिएर आयु वृद्धि गराउनेदेखि पुण्य वृद्धि गराउने सबै कुरा चाहिँ यो भित्र चाहिँ समेटेको छ होइन। त्यसले गर्दाखेरि तपाईँले सक्यो भने अब महिनामा यसको वाचनहरू पूजापाठ गर्यो भने राम्रो, सकेन भने 6 महिना अन्तरालमा गर्न सक्यो भने राम्रो, त्यो पनि सकेन भने वर्षमा एकचोटि चाहिँ तपाईँले पूजा गर्नुपर्छ भनेको छ कि। यो पूजा गर्न सक्यो भने मात्र पनि तपाईँले अरू पूजाहरू चाहिँ गरिरहनु पर्दैन, यसमा सबै कुरा समेटेको छ होइन। भूत प्रेतले दुःख दिएको कुराहरू शान्त गर्नेदेखि, अरूको बिगार परेछ भने त्यो पनि त्यसले अब शुद्धिकरण गर्नेदेखि लिएर त्यसले हटाउनेदेखि लिएर होइन हरेक कुरा तपाईँ त्यही दुःख बिमार भइरहन्छ भने त्यसले पनि कसरी चाहिँ छुटकारा पाउन सकिन्छ त्यसबाट, त्यसको पनि उपायहरू सबै यसमा बताएको छ होइन। त्यसले गर्दाखेरि यो चाहिँ हामीले साधारण सोच्नु हुँदैन होइन, यो सबै कुरा समेट्छ। यतिमा तपाईँ धनहरू वृद्धि गर्न चाहे पनि छ, गाई वृद्धि गराउन चाहनुहुन्छ, बाख्रा वृद्धि गराउन चाहनुहुन्छ, घोडा वृद्धि गराउन चाहनुहुन्छ, के वृद्धि गर्न चाहनुहुन्छ, तपाईँले के चाहनुहुन्छ सबै कुरा चाहिँ यसमा बताएको पाइन्छ है। त्यसले गर्दा चाहिँ दोमाङ त्यो विभिन्न भगवान बुद्धले आफ्नो जीवनकालमा चाहिँ 84,000 धर्म स्कन्धहरू बताउनु भयो। 84,000 भने चाहिँ हाम्रो मेन्टेलिटी हुन्छ नि, प्राणीहरू आफ्नो छुट्टै छुट्टै मेन्टेलिटी हुन्छ, त्यही अनुसारको जुन धर्महरू बताएको छ कि उपायहरू बताउनु भएको छ। त्यो सबै कुरा चाहिँ हामीले एकैचोटि त्यसको तपाईँले पाठ गर्छ भने पनि सक्ने कुरा त भएन, त्यसको तपाईँ अध्ययन गर्छ भने पनि सक्ने कुरा त भएन होइन। त्यसले एकैचोटिमा एकदमै संक्षिप्त र सरल रूप